You want to live a thriving life? You want to live a prosperous life? You want to live a victorious life? Living on a victorious life is not praying every time. Living in a prosperous life is not having fasting every time. Fasting प्रार्थना त प्रभुलाई नपाउने व्यक्तिहरू पनि बस्छ। तर परमेश्वरको राज्यमा उन्नति गर्नको निम्ति, थ्राइभिङ जीवन जिउनको निम्ति, भिक्टोरियस जीवन जिउनको निम्ति उहाँको राज्यको तरिका अनुसार चल्नुपर्छ। त्यो तरिका मध्येमा एउटा चाहिँ आदर गर्नुपर्ने। राज्यको कल्चर, किङडम कल्चरमा आज फर्स्ट एपिसोडलाई हामी हेर्नेछौँ। द की टु अनलकिङ फेभर भन्ने कुरालाई हेर्नेछौँ। सो त्योभन्दा अगाडि, टाइटलमा जानुभन्दा अगाडि यो किङडम कल्चरको बारेमा अलिकति म बताउँछु। हाम्रो चर्चले धेरैचोटि प्रचार गरिसकेको छ र अलिकति म ब्रेक गर्छु। यो किङडम कल्चर भनेको के भन्दै गर्दा, हामी चाहिँ परमेश्वरको राज्यमा छौँ। आमेन। हामी परमेश्वरको राज्यमा छौँ। पृथ्वीमा अर्को राज्य छ। हामी यो ठाउँमा छौँ। हामी युनाइटेड अरब नेसनमा छौँ। हामी अरब राज्यमा छौँ। हामी यो पृथ्वीमा हो, यो देखिने राज्य। त्यसरी नै जुन दिन हामीले प्रभुलाई विश्वास गर्यो, हामी परमेश्वरको राज्यभित्र प्रवेश गरिसकेको छौँ। जसरी पृथ्वीमा हरेक राज्यको आफ्नो संस्कार छ, आफ्नो संस्कृति छ, त्यसरी नै परमेश्वरको राज्यमा पनि संस्कार र संस्कृति छ। म नेपाली हो भन्ने कुरा कसरी थाहा हुन्छ? मैले लगाएको वेशभूषाबाट, मैले बोलेको भाषाबाट, मैले गरेको क्रियाकलापबाट थाहा हुन्छ यो व्यक्ति चाहिँ नेपाली रहेछ। जति नै झुकाउनु खोजे पनि झुक्याउनु सक्दैन। बोल्ने बित्तिकै आप नेपाल छियो भन्छ, आर यु फ्रम नेपाल भन्छ, किनकि मेरो टोनले, मैले लगाएको वेशभूषाले। म त इनफ्याक्ट वेशभूषा पनि लाउनु पर्दैन, म नेपाली कसरी चिनिदिइहाल्छु। हिँडेकैले थाहा हुन्छ मलाई नेपाली कसरी हिँड्छ। पहिलो कुरा। दोस्रो कुरा, नेपालीहरू आफ्नै साथीसँग नै बाटोमा भेट्दा नबोली हिँड्छ। यही कुरा थाहा हुन्छ। छेउमा बसेको साथीसँग नै बोल्दैन, ऊ चाहिँ पक्कै नेपाली भनेर, होइन? अनि मलवारी हो भने चाहिँ कसरी थाहा हुन्छ? टाउको हल्लाएर थाहा हुन्छ। पाकिस्तानी कसरी थाहा हुन्छ? भेट्ने बित्तिकै अँगालो हालेको हाले गर्छ। परमेश्वरको राज्यमा बोलीद्वारा थाहा हुन्छ यो परमेश्वरको राज्यभित्रको मानिस हो कि होइन। हिँडाइद्वारा थाहा हुन्छ, वेशभूषाद्वारा थाहा हुन्छ, हरेक कुराद्वारा थाहा हुन्छ परमेश्वरको राज्य मानिस हो कि होइन भन्ने कुरा। अनि येशू प्रभुले प्रार्थना गर्दै गर्दा यो सिकाउनु भयो कि जस्तो तपाईँको इच्छा स्वर्गमा छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, तपाईँको राज्य आओस्। अनि येशू प्रभुलाई मानिसहरूले सोध्यो परमेश्वरको राज्य कहाँ छ भन्दाखेरि येशू प्रभुले भन्नुभयो परमेश्वरको राज्य तिमीहरू भित्र छ, तिमीहरूमा छ। सो परमेश्वरको राज्य यहाँ छ। हामी भन्छौँ है, गीत गाउँछ नि, हामी परमेश्वरको राज्यमा जान्छौँ मरेपछि। होइन, अहिले नै हामी परमेश्वरको राज्यमा छौँ। जुन दिन हामीले येशूलाई प्रभु भनेर विश्वास गर्यौँ त्यो दिन हामी परमेश्वरको राज्यमा प्रवेश गरिसकेका छौँ। हालेलुया। किनकि बाइबलले भन्छ हामी चाहिँ स्वर्ग नागरिक हो। हामीले सिटिजनसिप पाइसकेका छौँ, होइन? मरेर पाउने होइन सिटिजनसिप। जुन दिन जन्म्यो सिटिजनसिप आउँछ। जस्तै दुबईको मान्छे, दुबईमा इमिरातीहरू जन्म्यो भने सिटिजन पाउँछ। नेपालमा जन्म्यो भने नेपालको पाउँछ। इन्डियामा जन्म्यो इन्डियाको पाउँछ। त्यसरी मान्छे नानी जन्मिने बित्तिकै सिटिजन पाउँछ। सिटिजन पाउनुको लागि उसले पर्खाउनु पर्दैन, आन्दोलन गर्नु पर्दैन, भोक हडताल बस्नु पर्दैन। जुन दिन जन्मिन्छ सिटिजन पायो। त्यसरी नै प्रभुको राज्यको नागरिकता हुनुको लागि 40 दिन फास्टिङ बस्नु पर्दैन। सुन्दै हुनुहुन्छ? लामो लामो प्रार्थना गर्नु पर्दैन। जुन दिन येशूलाई प्रभु भनेर स्वीकार्नुहुन्छ त्यो दिन तपाईँ स्वर्गको नागरिक भयो। तर एउटा कुरा याद गर्नुहोस्, तर त्यो नागरिकता गुम्नु पनि सक्छ फेरि। बुझ्दै हुनुहुन्छ? जब स्वर्गको राज्यको तरिका अनुसार चल्नुहुन्न नि, गुम्छ। म तपाईँलाई बताउने छु किङडम कल्चर, किङडम फङ्सन, किङडममा कसरी फङ्सन गर्छ, किङडमको कल्चर के छ भन्ने कुरा, र किङडमको म्यान्डेट भन्ने कुरा के हो, होइन? अनि किङडमको लहरू के छ, म इत्यादि बातहरू गर्दै जानेछु। लामो 7-8वटा सिरिज हुनसक्छ, 7-8वटा हप्ता हुनसक्छ। म बिस्तारै हामी ब्रेक गर्दै जानेछौँ। अनि किङडममा के हुन्छ भन्ने कुराहरू, राज्यमा भन्ने कुरालाई हामी हेर्दै जान्छौँ नि। हामीलाई बुझ्नु एकदमै सजिलो कुरा, हामी दुबईमा छौँ, दुबई किङडम हो। अनि दुबईमा चाहिँ राजा चल्छ, राजा छ। अनि किङडम भनेको चाहिँ दुईवटा शब्दले मिलेर बनेको। किङडम, किङडम, किङ अनि डम, दुईवटा शब्द मिलेर बनेको। जुन
देशमा राजा छ त्यसलाई चाहिँ किङडम भन्छ, राजतन्त्र। अनि दुबईमा चाहिँ राजतन्त्र छ। अनि परमेश्वरको राज्यमा पनि राजतन्त्र हो। परमेश्वर राजा हुनुहुन्छ। आमेन। परमेश्वर राजा हुनुहुन्छ। जसरी दुबईको मानिसहरूले जबसम्म राजाले भनेको कुरा मान्छ, यहाँको नागरिकले, राजाले हरेकचोटि दुबईको नागरिकलाई खुसी बनाउँछ। घर बनाउनु पर्दैन, राजाले बनाइदिन्छ। विदेश घुम्नु जानु राजाले घुमाएर पठाइदिन्छ। स्कुल, एडुकेसन, एभ्रिथिङ। यहाँको राजाले यहाँको प्रजालाई कति खुसी दिएको छ, हो किन भन्नुहोस् त? छ कि छैन? किनकि यहाँ राजतन्त्र छ नि त। जुन दिन यहाँको राजाले भनेको कुरा मान्दैन नि, राजाले आफ्नो छोरीलाई पनि छोड्दैन, आफ्नो छोरालाई पनि छोड्दैन, निकालिदिन्छ। यहाँ पुलपिटबाट भन्दिनँ, तर यस्तो धेरै ठाउँमा भएको छ। जुन दिन राजाको अगेन्स्टमा जान्छ नि, त्यो प्रजालाई नि खारिज गरिदिन्छ, निकालिदिन्छ। र त्यो राज्यको हरेक सुविधाहरू उपलब्ध गर्नु हो भने राजाको उर्दीलाई मान्नुपर्छ, राजाले दिएको लहरूलाई मान्नुपर्छ। अनि त्यो नागरिकता चाहिँ त्यो देशमा साह्रै खुसी हुन्छ। इभन नेपालको कुरा गरौँ, राजतन्त्र हुँदाखेरि कति खुसी थियो होइन? अहिले छैन गणतन्त्र, के भन्छ, के तन्त्र रे? प्रजातन्त्र आयो, डेमोक्रेसी होइन। हामीलाई राजा चाहिँदैन भनेर विरोध गर्यो, अहिले तिनीहरू नै फेरि राजा चाहिन्छ भन्दैछ। त्यसरी नै परमेश्वरको राज्यलाई बुझ्नुको निम्ति हामी दुबईमा छौँ, हामीलाई सजिलो पर्यो। तर कति डेमोक्रेटिक कन्ट्रीहरूलाई थाहा हुँदैन, प्रजातान्त्रिक कन्ट्रीहरूलाई, नेपाल, इन्डियालाई त्यति थाहा छैन, युरोपियनलाई। त्यही कारणले गर्दा जो डेमोक्रेसी प्रकारले एकदमै प्रजातान्त्रिक प्रकारले चर्च चल्छ नि, चर्चमा आउँछ नि, सबैभन्दा पहिला उसको उन्नति हुँदैन। जो चाहिँ चर्च नि आज दुई प्रकारको छ, एउटा डेमोक्रेटिक छ, एउटा चाहिँ के छ, राजतान्त्रिक छ। अनि जुन चर्च डेमोक्रेटिक छ नि, सबैले बोल्नु पाउँछ। अनि मैले भन्दै गर्दा चाहिँ फेरि चर्च चाहिँ फेरि राजतन्त्र चल्छ भन्दै गर्दाखेरि चाहिँ यहाँ चाहिँ पास्टरको राजतन्त्र भनेको होइन फेरि, बुझ्दै हुनुहुन्छ नि? यो परमेश्वरको राज्य चल्छ, परमेश्वरको राजतन्त्र चल्छ। अनि जुन चर्चको पास्टरले चाहिँ नि परमेश्वरको राज्यको तरिका बुझेको छ नि, उसले कुनै पनि विश्वासीलाई नि आफ्नो घरको छोराछोरीलाई नि दबाउँदैन। जस्तो माथिको कल्चर छ त्यही कल्चरलाई नै परमेश्वरको घरमा एप्लाई गर्नु सहायता गर्छ, एप्लाई गर्छ। अनि परमेश्वरको राज्यको मानसिकता बोकेको छोराहरूले नि, म जहिले प्रचार गर्छु यो, परमेश्वरको राज्यको किङडम माइन्डसेट मेन्टालिटीमा हुर्केको छोराछोरीहरू नि परमेश्वरको राज्यको तरिकामा खुसी हुन्छ। परमेश्वरको राज्यलाई उनीहरू विद्रोह गर्दैन, उनीहरूले डेमोक्रेटिकको डिमान्ड गर्दैन। नेपालले किन डेमोक्रेसीको डिमान्ड गर्यो? किनकि उनीहरूले बोल्नु पाएन नि त, छाडा हुनु पाएन नि त। आज चर्चमा धेरै छाडा हुनु मनपर्छ, मैले भनेको हुनुपर्छ, मैले गरेको हुनुपर्छ। परमेश्वरको राज्यको सिद्धान्त खल्लीबल्ली मेरो सिद्धान्त चल्नुपर्छ। चर्चमा मानिसको सिद्धान्त जुन दिन चल्छ नि, चर्च बन्द हुन्छ। आज धेरै चर्चहरू बन्द भयो, किन थाहा छ? किनकि परमेश्वरको राज्यको सिद्धान्त र तरिकामा चर्च नचलेको कारणले गर्दा, मानिसको सिद्धान्त र तरिकामा चर्च चलेको कारणले गर्दाखेरि चर्च बन्द भयो। मेरो प्रिय, तपाईँलाई थाहा छ सबैभन्दा पहिला डेमोक्रेटिक त्यो विद्रोह कसले गर्यो तपाईँलाई थाहा छ? परमेश्वरको राज्यमा कसले गर्यो तपाईँलाई थाहा छ? लुसिफरले गर्यो। लुसिफरलाई परमेश्वरको राज्यको तरिकामा बस्नु मन परेन। लुसिफरले विद्रोह गर्यो, हामी बस्दैनौँ परमेश्वरको राज्यको तरिकामा। विद्रोह गर्यो, उनीहरूले 1/3 स्वर्गदूत जबमा गर्यो, नारा लगायो होइन, प्रजातन्त्र जिन्दाबाद 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 भनेको जस्तो के स्वर्गमा नारा भयो। बाइबलले भन्छ स्वर्गमा लडाई भयो भन्छ। परमेश्वरको अगाडि को टिक्न सक्छ? आँखाको एक निमेषमा बाइबलले भन्छ बिजुली चम्केको जस्तै गरी तल झर्यो भन्छ। त्यसरी नै मण्डलीमा जसले नि आफ्नो राजनीतिक ल्याउँछ नि, उसको संसारको राजनीतिक ल्याउँछ नि, वर्ल्डली डेमोक्रेसीका कुराहरू ल्याउँछ नि, त्यो व्यक्तिलाई नि चर्चले निकाल्नै पर्दैन, पास्टरले निकाल्नै पर्दैन, परमेश्वरले निकाल्नुहुन्छ। अनि त्यो चर्चमा जब पास्टरले पनि डेमोक्रेसी ल्याउँछ नि, संसारको तरिका ल्याउँछ नि, संसारको नियम ल्याउँछ नि, परमेश्वरको नियमलाई नसुनेर, त्यो पास्टरलाई पनि परमेश्वरले निकालिदिनुहुन्छ।
निकालिदिनुहुन्छ, त्यो व्यक्तिलाई परमेश्वरले निकालिदिनुहुन्छ। हामीले कहिले भनेनौँ तपाईँ निस्किनु, यहाँ कति आयो कति गयो, हामीले कहिले भनेनौँ निस्किनु भनेनौँ। हामीले यो भन्यौँ तपाईँलाई गाह्रो पर्छ जानुहुन्छ भने जानुहोस्। कति आज नि यो घरमा ननिस्केको अस्ति मैले निरजलाई भन्दै थिएँ 1000 जनाभन्दा बढी हाम्रो चर्चमा हुन्थ्यो, किनकि यो चर्चमा परमेश्वरको कल्चर पुरा भएको होस् भन्ने हाम्रो प्रार्थना छ। हामी एकदमै लिटरल लिन्छौँ, जस्तो तपाईँको इच्छा स्वर्गमा छ त्यस्तै यस पृथ्वीमा पुरा होस्, यो चर्चमा पुरा होस्। पृथ्वीमा पुर्याउनु भन्दाखेरि चर्चमा पुर्याउनु पर्यो नि त, यरुशलेममा पुर्याउनु पर्यो नि त। यरुशलेममा पुरा भएको छैन कसरी यहुदियामा र सामरियामा पुर्याउने? परमेश्वरको त्यो प्रार्थना तबसम्म पुरा हुँदैन जबसम्म त्यो प्रार्थना चाहिँ तपाईँ मेरो जीवनमा पुरा हुँदैन। यो घर परमेश्वरको इच्छा पुरा हुनुपर्छ। हालेलुया। यो घरमा प्रभुको इच्छा पुरा हुनुपर्छ, राज्यको तरिका। सो डेमोक्रेसी चर्चभित्र चल्दैन, चर्चमा राजतन्त्र चल्छ, अनि त्यो राजतन्त्र चाहिँ परमेश्वरको राजतन्त्र। अनि चर्चमा एउटा कन्स्टिट्युसन छ, अनि चर्चको कन्स्टिट्युसन चाहिँ नि बाइबल हो। बाइबल हो। इन्डियाको कन्स्टिट्युसन B.R. अम्बेडकरले लेख्यो, अहिलेसम्म चलिरहेको छ होइन? हरेक देशको कन्स्टिट्युसन हुन्छ, अनि परमेश्वरको चर्चको कन्स्टिट्युसन चाहिँ यो हो बुक। जसरी संविधानको विरोधमा गयो भने उसलाई झेल हाल्छ, त्यसरी परमेश्वरको विरुद्धमा गयो भने त्यसको न्याय परमेश्वरले लिनुहुन्छ। सो त्यही कारणले गर्दा जसरी दुबईमा यहाँका मानिसहरू नागरिकताहरू नि यति खुसी छन्, किनकि राजाले सबै दिएको छ। अरे पृथ्वीको दुष्ट राजाहरूले त्यस्तो आफ्नो प्रजालाई खुसी दिन्छ भने तपाईँको बुबा स्वर्गमा हुने परमेश्वर कस्तो दामी राजा हुनुहुन्छ के, उहाँले कस्तो कुराहरू दिनुहुन्छ कि अचम्म कुराहरू। एउटै कुरा चाहिँ नि राज्यको तरिकामा चल्नुहोस्, राज्यको तरिकामा हिँड्नुहोस्, राज्यको तरिकामा बोल्नुहोस्। परमेश्वरले तपाईँलाई संसारमा चाहिने सबै कुरा दिनुहुन्छ। आमेन। दुबईको युएको मानिसहरू सबभन्दा ह्याप्पिएस्ट मान्छे अरे के, है ह्याप्पिएस्ट कन्ट्री अरे युए, किनकि यहाँको मानिसहरू कहिल्यै विरोधमा जाँदैन राजाको। अनि यहाँको राजालाई पनि थाहा छ मेरो प्रजालाई मैले खुसी गर्नुपर्छ भनेर। परमेश्वर इजरायलसँग दुखी भयो, किनकि इजरायलले नि परमेश्वरको तरिकामा हिँड्नु चाहेन। परमेश्वर स्वयं इजरायलको राजा हुनुहुन्थ्यो, अनि इजरायलीले हेऱ्यो उत्पल्लो देशमा हेऱ्यो, त्यहाँ पनि आफ्नै राजा आफ्नै डेमोक्रेसी देख्यो, त्यहाँ पनि आफ्नै डेमोक्रेसी देख्यो। उनीहरूले भने हामीलाई हाम्रो डेमोक्रेसी चाहिन्छ, हामीलाई आफ्नै राजा चाहिन्छ। बाइबलले भन्छ परमेश्वर दुखित हुनुभयो कि म तिमीहरूको राजा थिइनँ र। जुन दिन मानिसले डेमोक्रेसी गर्छ नि त्यो दिनदेखि इजरायलको डाउनफल सुरु भएको छ मेरो प्रिय। त्यही कारणले गर्दाखेरि हामी परमेश्वरको राज्यमा छौँ। मरेपछि जाने होइन परमेश्वरको राज्यमा। भन्नुहोस् अहिले नै हामी परमेश्वरको राज्यमा छ भन्नुहोस्, म अहिले नै परमेश्वरको राज्यमा छु। अनि जब परमेश्वरको राज्यको तरिका अनुसार चल्छु नि, वाउ मलाई मजा लाग्छ, मलाई केही कुराको खाँचो हुँदैन। हामी हेर्दै जानेछौँ। अनि परमेश्वरको राज्यको तरिकामा आज हामी पहिलो चाबी हेर्नेछौँ, त्यो चाहिँ हो अनरिङ भन्नुहोस् न, आदर भन्नुहोस् न। अनि यो कुरा चाहिँ नि मैले यो चर्चमा मैले नपाएर, यो आदर नपाएर मैले भनेको नसोच्नुहोस् है, फेरि बाठे नभन्नुहोस् यो हामीले पास्टरलाई आदर गर्ने र यो टपिक लिएको नभन्नुहोस्। तपाईँले सिक्नुहोस् र अरूलाई नि सिकाउनुहोस्। The key of unlocking to favor of God is honoring. आदर भन्ने कुरा। तपाईँलाई थाहा छ युरोपतिर नि किन चर्चहरू बन्द हुँदैछ तपाईँलाई थाहा छ? युरोपतिर नि त्यहाँको विश्वासीहरूले प्रभुको दासहरूलाई आदर गर्न छोडिसकेको छ। युरोपको विश्वासीहरूले नि अहिलेको यङ जेनेरेसनले नि आमा बाबालाई आदर गर्न छोडिसकेको छ। प्रस्थानको पुस्तक 20 अध्यायको सायद 12तिर भनेको छ, जसले आफ्नो आमा बाबालाई आदर गर्छ परमेश्वरले त्यसलाई आयु दिनुहुन्छ, त्यसलाई परमेश्वरले उन्नति दिनुहुन्छ भनेको छ। अनि अझ हाम्रो देशहरूमा पनि यो कुरा सर्दै आइरहेको छ।
मलाई आदर गर्नु आउँदैन। अनि यो आदर भन्ने शब्द चाहिँ नि मानिसले बनाएको होइन। अनरिङ भन्ने शब्द चाहिँ नि यो चाहिँ परमेश्वरले बनाएको हो, आदर भन्ने कुरा। बाइबलले त यतिसम्म भन्छ कि परमेश्वरले आफैले हामीलाई आदरको मुकुट पहिराइदिनु भएको छ भनेको छ। मानिस को र त्यसको तपाईँले वास्ता गर्नुहुन्छ भजन सङ्ग्रहको पुस्तकमा। त्यसलाई त प्रभु तपाईँले त तपाईँभन्दा अलिकति तल्लो मात्रै बनाउनु भयो। अरू वर्डहरूमा चाहिँ के भनेको छ, तपाईँले स्वर्गदूत भन्दा, तर ओरिजिनल ट्रान्सलेसनमा एम्प्लिफाइडले भन्छ यु हेभ मेड म्यान लोवर देन लिटल लोवर देन एलोहिम भनेको छ। परमेश्वरभन्दा अलिकति तल मात्रै। परमेश्वर क्यापिटल जीबाट हुनुहुन्छ र मानिसहरू चाहिँ स्मल जीबाट। मानिस को र त्यसलाई तपाईँले वास्ता गर्नुहुन्छ। अनि तल भनेको छ तपाईँले मानिसलाई चाहिँ नि आदरको मुकुट पहिराइदिनु भएको छ भनेको छ। सो अनर भन्ने कुरा चाहिँ नि परमेश्वरबाट आएको, परमेश्वरको राज्यको तरिका हो अनरिङ भन्ने कुरा। सो हामी भन्छौँ परमेश्वरको राज्यमा छ भन्छौँ भने नि हामी म अनर भन्ने कुरा हाम्रो हृदयमा हुनु, हाम्रो डिएनएमा हुनुपर्छ। हाम्रो डिएनएमा हुनुपर्छ। भन्नुहोस् न, डेमोक्रेसीमा अनर चल्दैन। डेमोक्रेसीमा आदर हुँदैन, हुँदैन आदर। यहाँनिर भन्नुहोस् त, हुन्छै हुँदैन? हुन्छ, बुझ्दै हुनुहुन्छ नि। डेमोक्रेटिक मान्छेहरूलाई नि आदर गर्नु मन पर्दैन। आदर भन्ने उनीहरूको डिएनएमै छैन। डेमोक्रेटिक मान्छेहरू नि अधीनतामा बस्नु मन पराउँदैन, मान्दैन। म र मेरो परमेश्वर, खल्लीबली चर्च, खल्लीबली पास्टर, खल्लीबली बाबा, खल्लीबली आमा। आज धेरैजना यहाँ छोराहरू हुनुहुन्छ, छोरीहरू हुनुहुन्छ, आफ्नो आमा बाउलाई आदर गर्नुभएको छैन। तपाईँले भन्नुहुन्छ म परमेश्वरलाई प्रेम गर्छु, आफ्नै आमा बाउलाई आदर गर्नुभएको छैन, तपाईँ झुट हुनुहुन्छ। परमेश्वरको राज्यमा आदर भन्ने कुरा छ। अनि यो अनर भन्ने कुरा चाहिँ परमेश्वरले बनाएको, डिजाइन गरेको कुरा हो। अनि यो जब हामी अनर गर्न सिक्छौँ नि, हाम्रो जीवनमा कृपाको ढोकाहरू खोलिन्छ। कृपाको ढोकाहरू खोलिन्छ। अनि हाम्रो जीवनमा नसोचेको कुराहरू हुन्छ। अहिले मेरो जीवनमा देखेको छु, मेरो प्रिय, जसले नि मण्डलीलाई आदर गरेको छैन, जसले एक वर्षमा 5वटा मण्डली चारेको छ, जसले पास्टरलाई आदर गर्दैन, चर्चको गुरुजनहरूलाई आदर गर्दैन नि, उनीहरूको जीवनमा मैले कहिले पनि फलिफाप देखेको छैन। जसले आमा बाउलाई आदर गर्दैन नि, उसको जीवनमा मैले कहिले पनि उन्नति देखेको छैन। उनीहरू एउटा पोइन्टमा आएर उनीहरू टोरिएको छ, टुक्रिएको छ, निराश छ। तर जो मानिसले, जो विश्वासीले नि चर्चलाई आदर गरेको छ, चर्चको गुरुहरूलाई आदर गरेको छ नि, त्यो विश्वासीहरूको उन्नति भएको मैले देखेको छु। नि म बाइबलबाट प्रमाण गर्छु। अनि यो बाइबल चाहिँ नि झुट होइन, यो बाइबल चाहिँ झुट होइन। मैले भन्दै थिएँ युरोप किन आज सुक्दै गएको छ, सेवाकाईमा चर्चहरू किन बन्द छ, त्यहाँको जवानहरूले आदर गर्न छोडेछ। तपाईँलाई थाहा छ जागृति कुन देशमा आउँदैछ? चाइनामा आउँदैछ। चाइनाले यति डरलाग्दो आदर गर्छ प्रभुको दासहरूलाई, यति बेसी आदर गर्छ। चाइना यस्तो बढ्दैछ। तपाईँलाई थाहा छ कुन देश प्रभुको राज्यमा खतरा बढ्दैछ? अफ्रिका बढ्दैछ। अफ्रिकाको मानिसहरूले नि विश्वासीले, पास्टरहरूले यस्तो आदर गर्छ। कति पास्टरहरूले भिक्टिम गरेको छन्, होइन, मेनिपुलेट गरेको छ, शोषण गरेको छ। तर प्रभुको राज्य बुझ्ने, अरे पास्टरले शोषण गरे जेसुकै गरोस्, तर विश्वासी उसको ठाउँमा ऊ विश्वासयोग्य छ के होइन। अनि परमेश्वरले त्यो विश्वासीलाई आशिष दिनुहुन्छ। उसले बिना स्वार्थ प्रभुलाई आदर गरेको छ। प्रभुको वचनलाई सुनेर उसले डर बोकेको छैन, किन आदर गर्नु यो पास्टरलाई, यो पास्टर दुष्ट छ भनेको छैन। त्यो विश्वासीले भन्छ यो पास्टर दुष्टै भयो त पनि मैले प्रभुको राज्यको मानसिकता बोकेको छु, प्रभुको राज्यको कल्चरलाई बोकेको छु। यो पास्टर दुष्ट भयो त नि मलाई आदर गर भनेको छु, म आदर गर्छु। मेरो आमा दुष्ट भयो त पनि नि म मेरो आमालाई माया गर्छु। म मेरो बाउ दुष्ट भयो त पनि म मेरो बाउलाई माया गर्छु। धेरै छोराछोरीले नि पर्फेक्ट बाउ खोजिरहेको छ, कहिले मेरो बाउ पर्फेक्ट हुन्छ र म बाउलाई माया गर्छु।
मेरो बाउले त मलाई स्कुल पनि पढाएन, मेरो बाउले त मलाई सानैमा छोडेर गयो, म किन बाउलाई आदर गर्नु? हेलो, तपाईँ अनपर्फेक्ट हुँदैन नै परमेश्वरले तपाईँलाई माया गर्नुभयो के? सो तपाईँ अनपर्फेक्ट हुँदा त तपाईँलाई परमेश्वरले माया गर्यो भने तपाईँ किन पर्फेक्ट फादर खोज्दै हुनुहुन्छ? म तपाईँलाई भनिदिउँ, आज म यो ठाउँमा आउनुको एउटै मात्रै कारण छ। यो ठाउँमा आउनुको एउटै मात्रै कारण छ, त्यो चाहिँ के हो तपाईँलाई थाहा छ? किनकि मैले आदर भन्ने कुरा मैले सिकेको छु। यो चाहिँ मेरो डिएनएमा छ मेरो प्रिय। मैले आज म यो ठाउँमा नि म पढेर ज्ञानी भएर आएको होइन, म लडाइँ गरेर पनि आएको होइन, यो ठाउँमा म झगडा गरेर पनि आएको होइन। अनि इनफ्याक्ट मेरो इच्छा नै थिएन कि चर्च खोल्नुपर्छ भनेर। तर परमेश्वरले फेरि पनि 2018 मा मलाई मण्डली दिनुभयो। मैले 3 पल्ट यो चर्च छोडेर म इन्डिया फर्किने इच्छा गरेँ, तर प्रभुले मलाई राख्नुभयो। अनेस्टली भनेको मलाई राख्नुभयो। मैले बिगारेँ, मैले भत्काएँ, मैले कति कुराहरू बिगारेँ, मैले कति गल्ती गरेँ, कति कुराहरू गरेँ, तर पनि प्रभुले मलाई राखिराख्नुभयो। अनि मैले प्रभुलाई सोध्थेँ कि प्रभु किन मलाई तपाईँले राख्नुभयो? प्रभुले एउटै कुरा मलाई भन्नुभयो, किनकि तैँले आदर गर्नु जान्दछस्। म यहाँबाट टेस्टमनी ग्रुपमा भन्दैछु, म 2 वर्षको हुँदाखेरि मेरो बुबा बित्यो र मेरो कान्छा बाबाले, मैले धेरैपल्ट भनेको छु, म फेरि पनि कनेक्ट गर्छु। मेरो आमा कान्छा बाबासँग बिहा गरेपछि मैले जिन्दगीमा सबैभन्दा डरलाग्दो दुःख पाएँ। आई वाज भेरी ब्रोकन फ्यामिली। यति डरलाग्दो दुःख पाएँ म। स्कुल यस्तो राम्रो पढ्ने केटा थिएँ म, यति साह्रो इच्छा स्कुल पढ्ने, फर्स्ट हुन्थ्यो। रोशन त खतरा ब्रेनी छ भन्थ्यो, ज्ञानी छ भन्थ्यो, पढ्थ्यो। तर क्लास 6 पढ्दा पढ्दा मैले स्कुल छोड्नु पर्यो। घरमा बस्नु पाउँदिनँ थिएँ 15 वर्षको 14 वर्षको उमेरमा। यतिसम्म भन्थेँ कि मेरो बाबाले नि, कान्छा बाबाले नि मलाई नि मेरो जार आयो भन्थे। जार भनेको बुझ्नुहुन्छ? बुढीको अर्को केटालाई चाहिँ जार भन्छ, अर्को बुढालाई चाहिँ त्यो शब्दहरू भन्थ्यो। अनि म 15 वर्ष 14 वर्षको हुँदा मैले एउटा कुरा गरेको थिएँ कि जब म 18 वर्ष पुग्छु नि, म मेरो यो कान्छा बाबालाई म मारिदिन्छु भन्थेँ मैले। अनेस्टली यति डरलाग्दो कुटाइ मैले खाएँ, यति साह्रो दुःख, यति साह्रो भनाइ निन्दाको बाटोबाट गएँ। 15 वर्षको उमेरमा नि, म 15 वर्षको उमेरमा म घरदेखि सिक्किमदेखि नि 54 घन्टाको बाटो ट्रेन चढेर चाहिँ मुम्बईमा गएर भाँडा मोल्ने काम गरेँ। यति दुःख गरेँ। अनि मैले पर्खिरहेको थिएँ जब म 18 वर्ष पुग्छ नि, सुन्नुहोस् ल, म मेरो बाउलाई मार्छु। किनकि यस्तो लाग्थ्यो कि 18 वर्ष पुगेपछि चाहिँ मान्छे ठुलो हुन्छ, बाउलाई जित्छ जस्तो लाग्थ्यो। तर म तपाईँलाई भन्दिउँ, 2001 मा जब म 18 वर्ष पुगेँ नि, मेरो लाइफ टेस्टमनी भन्दैछु। 98 मा मैले प्रभुलाई पाएको थिएँ 16 वर्ष 15 वर्षको उमेरमा। तर 2001 मा जब म 18 वर्ष पुगेँ नि, सेप्टेम्बर 27 तारिक म 18 वर्ष पुगेको थिएँ। अक्टोबर 2nd विकमा 2001 को अक्टोबर 2nd विकमा मेरो गाडी एक्सिडेन्ट भयो। अनि त्यो दिन प्रभुले मलाई फेरि पनि बोलाउनु भयो। अनि त्यो दिन चाहिँ मेरो जीवन चाहिँ नि प्रभुलाई दिए, मेरो इन्काउन्टर प्रभुसँग भए। म 18 वर्ष पुगेपछि म बाउलाई मार्छु भनेको थिएँ, तर 18 वर्ष पुगेपछि त मेरो हृदयबाट त बाउप्रति त आदर पो निस्किनु थाल्यो। त बाउलाई मैले माया गर्नु थालेँ। म प्रभुको उपस्थितिमा बोल्दैछु। ठुलो भए म 2002 मा सेवाकाईमा निस्केँ, बाइबल स्कुल गएँ। 2004 मा सेवाकाई बाइबल स्कुल सकेर जवान केटा भएर घर जाँदा पनि नि मलाई नि मेरो स्टेफादरले मलाई कुट्थ्यो। जवान केटा भएर जाँदा पनि लत्ताले कुट्थ्यो, मातेर आएर गाउँको केटाहरू छक्कै पर्थ्यो। रोशन त नमर्दोस् कि यत्रो मान्छे यत्रो कुट्दा पनि के रहेछ, म त लात्ताले हान्थेँ। तर मैले मेरो मैले नि आफूभन्दा ठुलोलाई आदर गर्नुपर्छ भन्ने सिकेको थिएँ। मेरो बाउले मलाई माया गर्दा मात्र म माया गर्दिनँ। मेरो प्रिय, इसाई भनेको नि माया गर्नेलाई माया होइन। इसाई भनेको नि तपाईँलाई ढुङ्गाले हान्नेलाई पनि माया गर्नुपर्छ। स्टेफन फोर्टिक्सले भन्छ, ढुङ्गाले हान्नेलाई नि हान्नु देऊ, त्यो ढुङ्गा समातेर चाहिँ नफर्काऊ, त्यो ढुङ्गा थुपाएर घर बनाउनु काम लाग्छ। क्रिस्चियन जीवनमा क्षमा दिने र लिनेको नि सीमा हुनु हुँदैन मेरो प्रिय। मैले मेरो बाउलाई मैले माया गरेँ। मैले इमोसनल भनेको होइन है, मैले तपाईँलाई बखाएको होइन, यति माया गर्न थालेँ मैले। मेरो बहिनीहरू अहिले पनि छ सिक्किममा, उनीहरू छक्कै थियो, बाबा हिर्काइदिनु नि, कुटिदिनु नि। तर मैले कहिले हात उठाएन मेरो बाउप्रति।
माया गरेँ। अनि 2010मा म दुबई आएँ। अनि केही कुरा अनुसार मेरो आमा र मेरो बाबाको छुट्टा नाम भयो। अनि म 2011मा मैले सुने मेरो बाउ चाहिँ हस्पिटलाइज हुन्छ, म इन्डिया गएँ। मेरो भाइ आशिषलाई तपाईँले सोध्नुहोस्, यहीँ अजमानमा छु शारजामा, होइन, मेरो आफ्नै भाइ। म जब फर्स्ट 2010मा म गएँ नि, म गएपछि मेरो बाउ चाहिँ नि हस्पिटलमा लडिरहेको थियो। लु त्यही भएर किडनी चाहिँ नि सबै कुहिसकेको रहेछ, रक्सी बेसी खाएर, डक्टरले मर्छ भनिरहेको थियो। म जब गएँ नि मेरो प्रिय, मेरो भाइ अहिले यहाँ छ। मेरो भाइले नि वाइको प्याकेटमा चाहिँ चिसो मोमो खाँदै थियो। मेरो भाइ छ। मेरो बाउ चाहिँ त्यो हस्पिटलको त्यो 4 भएको तन्नामा सुतेर थियो, आड्न छाला भएर। मेरो बाउलाई त मैले हेर्नै हुँदैन थियो, खास गरी थिमोर भन्नुपर्ने थियो, किनकि जिन्दगीभर मलाई सताएको थियो। तर मैले मेरो बाउलाई गएर एम्ब्रेस गरेँ, हँगालेँ। मैले लुगाहरू किनेर ल्याइदिएँ, साथीकोमा गएर नाम्चीमा साथीको गएर गोरुको सुप बनाएर ल्याएर खुवाएँ। मेरो बाउ मर्नुभन्दा 2 महिना अगाडिको कुरा भन्दैछु। आँखाबाट आँसु झारेर नि मेरो बाउले नि मलाई अँगालो मारेर भन्यो, मलाई माफ गर्दै छोरा। आज त्यसको परिणाम आज म यो ठाउँमा छु। मैले लडाइँ लडेर न्यू बिगिनिङ चर्च सुरु गरेको होइन। मैले पोलिटिक्स गरेर न्यू बिगिनिङ चर्च सुरु गरेको होइन। मैले परमेश्वरलाई आदर गरेको कारणले गर्दा, परमेश्वरको जनहरूलाई आदर गरेको कारणले गर्दा, आमा बाउलाई आदर गरेको कारणले गर्दा, अघि पनि म सेवा सुरु हुनुभन्दा अगाडि मैले भिडियो कल गरेर मैले आमालाई भने, आमा मेरो लागि प्रार्थना गर्नु। दोस्रो कुरा नि, म सानो चर्चमा 15 जना विश्वासी भएको पास्टरमा पनि नि यदि प्रभुको बोलावट देखेको छु भने नि, जेन्युनली ऊ चाहिँ प्रभुको दास हो भने नि, उसलाई गएर म भन्छु मेरो लागि प्रार्थना गरिदिनुहोस्, मलाई आशिष दिनुहोस्, उसलाई म आदर गर्छु। अस्ति सानो चर्चले मलाई बोलाए, सन्डे म नजानु पर्ने थियो, किनकि हाम्रो चर्चको टाइमिङ त्यो दिन चेन्ज भएको थियो। मेरो मनले मानेको थिएन मैले मेरो चर्चलाई छोड्नु, तर मैले भने म जानै पर्छ। म नजानु नै उनीहरूको सेवाकालाई अनादर गर्नु हो, सानो चर्च भनेर अनादर गर्नु। म गएँ त्यहाँनिर, मैले उनीहरूलाई अनर गरेँ, उनीहरू खुसी भयो। आज म धेरैचोटि प्रभुको दासहरूको नाम लिन्छु नि, मैले उनीहरूलाई बढाएको होइन। आई एम नट लिफ्टिङ देम। उनीहरूको नाम लिएको छ नि, आई एम मेकिङ माइ सेल्फ लवर के। अनि जब म आफूलाई तल ल्याउँछु नि, उनीहरूको जीवनमा भएको प्रभुको ग्रेस चाहिँ मेरो जीवनमा बग्छ। मेरो प्रिय, यो तरिकाले चाहिँ चर्चले बुझेको छैन नि त। बाइबल पढ्नु, अन्य भाषामा प्रार्थना गर्नु, फास्टिङ बस्नु, तर परमेश्वरको दासलाई अनर नगर्नु डरलाग्दो लेख हो मेरो प्रिय। इट्स इरोर, इट्स इरोर मेरो प्रिय। उमेरसँग आदर भन्ने कुरा उमेरसँग केही सरोकार राख्दैन। तर हामी यस्तो कल्चरबाट आएको, आफूभन्दा सानो पास्टर भयो भने नि उसलाई पत्याउँदैनौँ। त्यो चाहिँ नि सदुकी फरिसीको स्पिरिट बोकेको व्यक्ति हो। किनकि सदुकी फरिसीले नि येशूलाई पत्याएन, किनकि येशू 30 वर्षको केटा थियो नि त। येशूले त पढेको पनि थिएन, मतलब शास्त्रीको ज्ञान पढेको पनि थिएन, शास्त्रीले जस्तो लुगा लगाएको पनि थिएन, लबेदा लगाएको पनि थिएन। उनीहरूलाई गाह्रो पर्थ्यो येशूलाई गुरु भन्नु, रब्बी भन्न। सानो केटा थियो, 30 वर्षको केटा। आज हामी सेवकहरू हेर्छौँ अनि सानो भन्ने बित्तिकै हामी मतलब गर्दैनौँ। सेवक भन्ने बित्तिकै पास्टर भन्ने बित्तिकै बुढो हुनुपर्छ, बुढी लागेको हुनुपर्छ, सेतो फुलेको हुन्छ, अनि हामी पास्टर भन्छौँ। अनि तपाईँले मलाई पास्टर भनेन भनेर मैले एट्याक गरेको होइन, फेरि तपाईँहरू सबले भन्नुहुन्छ। अनि मैले किन भन्दैछु भने तपाईँहरूको जीवनमा उन्नति होस् भनेर नै म भन्दैछु, मेरो स्वार्थको लागि भनेको होइन। तपाईँले मलाई पास्टर नभन्दा पनि मलाई मतलब छैन,
पास्टर भन्दा नि मलाई मतलब छैन, मेरो पोर्सन म पाउँछु, तर तपाईँले प्रभुको दासलाई आदर गर्नुहुन्छ नि तपाईँ त्यो हिस्सामा तपाईँ जिउन थाल्नुहुन्छ। जुन दिन पास्टर भयो, म त्यो दिन मलाई पास्टर मौसम भनेर बोलाउँछु। कोही कोही बेला मायाले म बाबु भन्छु, तर म पास्टर मौसम, पास्टर लिना भन्छु। मैले अभिषेक गरेको, तर म भन्दिनँ कि ऊ भाइ हो। मैले उहाँलाई आदर गरेको भन्दा पनि उहाँमा भएको अफिसलाई आदर गरेको। अनि जब मैले यो तरिकालाई बुझेँ नि, मलाई गाह्रो पर्दैन आफूलाई नम्र बनाउनुको लागि। तर तरिका नबुझ्नेलाई गाह्रो पर्छ। कसरी भन्नु के लाज लाग्छ, तरिका बुझ्नेलाई लाज लाग्दैन। अनि यो कुरा हामीले बुझ्नुपर्छ। आज किन चर्चहरू, कतिवटा चर्च मैले देखेको चाहिँ एकदम बढेर गइरहेको छु मेरो आँखाको अगाडि। अनि त्यो चर्चले नि त्यहाँको प्रभुको दासहरूले यति बेसी अनर गरेको देखेको छु मैले। अनि त्यो चर्चहरूको वृद्धि देखेको छु मैले, त्यो घरानाको वृद्धि भएको देखेको छु मैले। अनि न्यू बिगिनिङ चर्च बढ्नुको लागि, न्यू बिगिनिङ चर्च वृद्धि हुनुको लागि, तपाईँको परिवार वृद्धि हुनुको लागि, तपाईँको जीवन वृद्धि हुनुको लागि तपाईँले आफूभन्दा ठुलोहरूलाई आदर गर्न थाल्नुहोस्। तपाईँले आफूभन्दा ठुलोहरूलाई के गर्न थाल्नुहोस्? आदर गर्न थाल्नुहोस्। आदर गर्ने चाहिँ जहिले पनि अधीनतामा रहन्छ। अनि डेमोक्रेटिक चर्चलाई, डेमोक्रेटिक क्रिस्चियनलाई नि अधीनतामा बस्नु मन पर्दैन। मैले अघि भने नि, मी एन्ड गड, आई डोन्ट केयर। पास्टरले मेसेज गर्दा पनि रिप्लाई गर्दैन, होइन, मतलबै दिँदैन। मतलब किनकि उनीहरू डेमोक्रेसीमा छ नि त। तर जसले राज्यको तरिका बुझेको चाहिँ वाह, आदर गर्छ के। अनि परमेश्वरले सुत फर्काइदिनुहुन्छ त्यो व्यक्तिलाई। म अहिले बाइबलबाट उदाहरण दिन्छु, आज लामो जान सक्ला। हामी हेर्नेछौँ कलोसीको पत्र 2:9। यहाँनिर बाइबलले भन्छ, किनकि ख्रिस्टमा ईश्वरत्वको सारा पूर्णता शरीरमा बास गर्दछ। ख्रिस्टमा ईश्वरत्वको सारा पूर्णता येशू ख्रिस्टमा बास गर्दछ। हेर्नुहोस्, बाइबलले भन्छ स्वर्गले पनि उहाँलाई थाम्नु सक्दैन। बाइबलले भन्छ पृथ्वीले पनि परमेश्वरलाई कन्टेन गर्नु थाम्नु सक्दैन, होइन? सक्दैन। तर बाइबलले भन्छ येशू ख्रिस्टले चाहिँ त्यो ईश्वरत्वलाई चाहिँ थामिदिएको छ भनेको छ कलोसीको पत्रले। ख्रिस्टमा ईश्वरत्वको सारा पूर्णता शरीरमा बास गरेको छ भनेको छ। येशू ख्रिस्टमा चाहिँ नि सबै ईश्वरत्व थियो। बाइबलले भन्छ उहाँ चाहिँ देहमा आउनुभयो र ईश्वरत्वलाई चाहिँ सबै गडलीनेसलाई चाहिँ उहाँले बोक्नु भएको थियो। उहाँ ईश्वर हुनुहुन्थ्यो। बुझ्दै हुनुहुन्छ म किन भन्दैछु यो कुरा? अब यहाँ सुन्नुहोस्, येशू ख्रिस्ट को हुनुहुन्थ्यो? परमेश्वर। भन्नुहोस् न, को हुनुहुन्थ्यो? येशू ख्रिस्टले सबै कुरा गर्न सक्नुहुन्छ। तर तपाईँलाई थाहा छ, जब तपाईँले मर्कुसको पुस्तक 6:1-5 आउनुहुन्छ नि, त्यो कफरनहुममा, आई थिङ्क कफरनहुममै होला, येशू आफ्नो ठाउँमा जाँदाखेरि नि, यहाँनिर बाइबलले भन्छ येशू ख्रिस्ट, त्यो स्लाइडहरू लाउँदा नसुत्नुहोस् है, म 2टा पदमा गइसक्यो, यहीँ झुन्डिरहेको छु। मग्न हुनुभयो जस्तो छ तपाईँहरू है, मसँग बग्नु होला जस्तो। मर्कुस 6:1-5 भाइरस लाग्यो। त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनु भयो। हेर्नुहोस्, येशू ख्रिस्ट आफ्नै नगरमा फर्कनु भयो, जहाँ उहाँ जन्मनु भएको थियो, जहाँ उहाँ हुर्कनु भएको थियो। हेर्नुहोस् है, उहाँका चेलाहरू उहाँको पछि लागे। शबत दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरैजना सुन्नेहरूले छक्क परेर भने, यस मानिसले यी सब कहाँबाट पायो? यसलाई दिएको यो ज्ञान कहाँ कस्तो छ? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली! के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँग छैनन् र? अनि तिनीहरू उहाँसँग चिडिए भनेको छ, इरिटेट भयो भनेको छ। तब येशूले तिनीहरूलाई भन्नुभयो, अगमवक्ताले आफ्नो देशमा आफ्नो नातेदारहरूको बिचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन। र उहाँले त्यहाँ कुनै रोगीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्ने काम बाहेक अरू कुनै शक्तिशाली काम गर्नु सक्नु भएन भनेको छ। ही कुड नट डु माइटी थिङ्स, सक्नु भएन भनेको छ।
सुन्नुहोस् ल, येशू ख्रीष्ट जसले चाहिँ ईश्वरको सबै पूर्णतालाई बोकेर हिँड्नु भयो, तर येशू ख्रीष्टले नै आफ्नो गाउँमा केही पनि गर्नु भएन भनेको छ। परमेश्वर असक्षम भएर हो? त्यहाँनिर नि परमेश्वरको दासलाई, परमेश्वरलाई, येशूलाई आदर नगरेको कारणले गर्दा जुन चर्चमा नि प्रभुको दासहरूको डिसअनर हुन्छ नि, त्यो चर्चमा कहिले काम हुँदैन। परमेश्वरको आत्मा त्यो ठाउँमा मुभ गर्छ, जुन ठाउँमा चाहिँ नि प्रभुको दासहरू नि प्रभुको दासहरूलाई अनर गर्छ। फेरि माइक चल्दैछ है। अनि मैले यो रिसर्च गरेर भनेको होइन, जस्तो एजिटिस लिएर आउँदैछ। ओ हाम्रो चर्चमा त फलाना वक्ता आउँदैछ, हामी कस्तो एक्साइटेड हुन्छ है, प्रभुको दास आउँदैछ, वाह कुट्टुट्टु कुदेर जान्छ। अरे त्यही चर्चको पास्टरले 50 चोटि बोलाउँदा पनि कहिले प्रार्थना गर्न आइदैन, तर एउटा पास्टर कहाँबाट आउँदैछ, बोलाउनै पाउँदैन, तै छोड्के मै छोड गरेर गएर प्रार्थना गरिदिनु नि भन्छ। त्यो गलत भनेको होइन। आफ्नै चर्चको पास्टरमा भएको अभिषेकलाई उसले देखेको छैन, तर कहाँबाट आएको? तिनीहरूले भिटामिन मात्रै ल्याउँछ, भाइटामिन, तर खुराक चाहिँ नि चर्चकै अगुवाहरूले खुवाउँछ कि। खुराक नखाइकन भाइटामिन मात्रै खायो भने तपाईँलाई प्रब्लम हुन्छ, बिमार हुन्छ। बुझ्नुहोस् है मैले के भन्दैछु, मैले रङ भनेको होइन। जानुहोस् के तपाईँ त्यति नै त्यो प्रभुको दास आउँदै गर्दा जति आदर गर्नुहुन्थ्यो त्यति नै त्यो लोकल चर्चको पास्टरलाई आदर गर्नुहुन्छ? हालाकि उसलाई खतरा बोल्न आउँदैन होला, खतरा छैन होला उसको जीवनमा, तर के तपाईँले आदर गर्नुभएको छ? कहिले भन्नुभएको छ पास्टर भयो मलाई प्रार्थना गरिदिनुहोस् भन्नुभएको छ? पास्टर भयो मलाई आशिष दिनुहोस् भन्नुभएको छ? अनि यो ब्लेस यु भन्ने शब्द चाहिँ यो साधारण होइन। जुन कुरो चाहिँ याकुबले बुझेको थियो कि याकुब छड र मै छड गरेर चाहिँ एसाउलाई घुमाएर छक्काएर गरेर चाहिँ भन्छ, बाबा मलाई ब्लेस गर्नुहोस्। इसाकले याकुबलाई ब्लेस गरिदियो, ब्लेसेड भएर गयो। एसाउ आउँछ, मलाई पनि आशिष दिनुहोस्। अनि इसाकले यो गेन घटाइदिनुहोस् न प्लिज। अनि इसाकले भन्छ, मैले आशिष दिइसकेको छु, अब तँलाई दिने आशिष केही पनि छैन। त्यो कुरालाई चाहिँ याकुबले बुझिसकेको थियो। मेरो प्रिय, घमण्डी व्यक्तिहरू नै, घमण्डी व्यक्तिको जीवनमा कहिले पनि परमेश्वरको फेभर आउँदैन, अनर आउँदैन। मैले भनेको न, बाइबलले भन्छ घमण्डीलाई परमेश्वरले विरोध गर्नुहुन्छ, नम्रहरूलाई परमेश्वरले कृपा गर्नुहुन्छ भनेको छ। हालेलुया। जो नम्र छ नि ऊ जहिले पनि नि झुक्छ प्रभुको दासको अगाडि, आफ्नो आमा बाबाको अगाडि, आफूभन्दा माथिको मानिसहरूलाई। यो चाहिँ किङडमको कल्चर भन्दैछु म। उसको चर्च कत्रो ठुलो छ त्यो हिसाबले म उसको अगाडि जाँदिनँ म, तर ऊ परमेश्वरको दास हो भने उसलाई म गएर भन्छु मलाई आशिष दिनुहोस्, मलाई प्रार्थना गरिदिनुहोस्। मैले मेरो जीवनमा सिकेको कुरा हो। मैले यदि कोही व्यक्तिले प्रभुको सेवा गर्दैछ, यहाँ जतिजना आउँछ नि पास्टरहरू आउँछ नि, तपाईँले याद गर्नुहोस्, चर्च हेर्नु आउँछ नि, उनीहरू जानुभन्दा अगाडि यदि मलाई लाग्छ उसले प्रभुको उपस्थिति बोकेको छ, प्रभुको उपस्थितिमा हिँड्ने व्यक्ति ऊ सेवक हो भने नि मैले हरेक आउनेलाई मेरो लागि प्रार्थना गरिदिनुहोस् भनेको छु। मैले अनेस्टली भनेको छु। यहाँ देख्नेहरू छ, मेरो लागि प्रार्थना गरिदिनुहोस्, मेरो मण्डलीको लागि प्रार्थना गरिदिनुहोस्। उनीहरूबाट त्यो आशिष रिसिभ गर्छु। म किन भन्नु सक्दैछु? त्यो कुरा चाहिँ नम्र व्यक्तिले मात्रै भन्नु सक्छ, घमण्डीले सक्दैन। घमण्डीले सक्दैन त्यो कुरा भन्नको निम्ति। अनि घमण्डीले चाहिँ नि विनाश ल्याउँछ। घमण्डी व्यक्तिले नि कहिले परमेश्वरको कृपालाई देख्न पाउँदैन। यहाँ हेर्नुहोस्, त्यहाँको मानिसहरू चिडिए भनेको छ। यसले आफ्नै ठाउँमा नि केही गर्नु सक्नु भएन भनेको छ। He could not do miracles। किनकि यहाँको मानिसहरूले के भन्ने थाहा छ? यो हाम्रै मान्छे होइन, यसको भाइ त चिन्छु त, याकुब यसको भाइ चिन्छु त, यसको बाउ त्यही सिकर्मी होइन, यसको बहिनी हामीसँगै छ त, यो नाथे केटा। गर्नु भएन। साधारण बिमारलाई निको गर्नुदेखि बाहेक अरू के गर्न? चङ्गाई चाहिँ नि मेरो प्रिय पास्टरले बोकेको छैन है। हिलिङ चाहिँ नि पास्टरले बोकेको छैन, त्यो चाहिँ परमेश्वरको
तर जब तपाईँ सबमिट हुन्छ नि त्यो परमेश्वरको अभिषेक चाहिँ नि चुहेर तपाईँमा आइपुग्छ। त्यो 12 वर्ष रगत बग्ने स्त्रीले नि येशू चाहिँ नि प्रभु भन्न थाहा थिएन, एउटै कुरा थाहा थियो चाहिँ परमेश्वरको दास हो भन्न थाहा थियो। उसले छोयो, उनीको भयो। तर तपाईँले जब हेर्नुहुन्छ भने नि मेथ्यूको पुस्तक 8 अध्यायको 5 देखि 10 मा, मत्तीको पुस्तक 8 अध्यायको 5 देखि 10 मा यहाँ एकजना व्यक्तिको बारेमा भन्छ। ऊ पनि कफरनहुमकै थियो, तर यो व्यक्ति चाहिँ नि अन्य जाति थियो। ऊ कप्तान थियो भनेको छ रोमी सेनाको। ही वाज नट अ ज्यूस, ऊ यहुदी पनि थिएन, उसले तोरा पनि पढेको थिएन, ऊ अन्य जाति थियो। तर यो व्यक्तिले चाहिँ येशू को हुनुहुन्छ भनेर चिनेको थियो अनि येशूलाई आदर गरेको थियो। अनि यो व्यक्ति अन्य जाति भए तापनि येशूको पाउमा गएर भन्छ, प्रभु मेरो नोकर बिमार छ, निको गरिदिनुहोस्। येशू छक्कै बढ्नुहुन्छ अनि भन्नुहुन्छ येशूले, यस्तो विश्वास त मैले इजरायलमा पनि भेटिनँ भनेको छ। यो व्यक्ति त यति साह्रो नम्र भएर भनेको छ, तपाईँ मेरो घरमा जानु पनि पर्दैन किनकि म त्यो लायककै छुइनँ के, यहीँबाट बोलिदिनुहोस् निको हुन्छ। यो अन्य जाति तोरा नपढेको व्यक्ति येशूलाई आदर गरे, येशूको मुनि आयो, नोकर निको भएको छ। आज चर्चमा नि यस्तो प्रकारको व्यक्ति रहेछ मेरो प्रिय। अनि मैले यो चाहिँ मैले आदर पाउनुपर्छ भनेर भनेको होइन। मैले एक्चुअली 2021 तिर मैले यो वचन बोल्दाखेरि धेरै एगेन्स्टमा आयो, तर तपाईँहरू आउनु न, तपाईँहरू हुर्किएको छोराहरू, आमेन। हुर्किएको छोराहरू आउँदैन, नबुझेको मात्रै बुझ्दै जान्छ हामी। बाइबलले भन्छ सुनाइकन कसले विश्वास गर्ने होइन, सुनाउनु पर्यो नि त, सिक्नु पर्यो नि त हामीले। मैले सिकाएन भने कसले सिकाउनु त होइन। हिजो सिकेनौँ त्यही कारणले गर्दा आदर गर्नु जानेन, तर आज सिक्दै हुनुहुन्छ। नम्र बनाउनुहोस् आफूलाई, नम्र बनाउनुहोस्, आफूलाई घमण्डी नबनाउनुहोस्। हिब्रूको पुस्तक 13 अध्यायको 17 भन्छ, तिमीहरूको अगुवाहरूको आज्ञा पालन गर। सुन्नुहोस्, मैले भनेको न बाइबलले, र तिनीहरूको अधीनमा बस्छ। यो अधीन भनेको जुन शब्द नि सबमिसन, राज्यका मानसिकता बुझेकोले नि मजाले बस्छ, उनीहरूलाई गाह्रो पर्दैन। पास्टरले नि भाइ तिमी यो हप्ता अलिक छिटो आएर यो गर ल भन्दाखेरि उसले भन्दैन तपाईँले मलाई स्यालेरी दिएको छ र तपाईँको टाइममा आउनु। उसको समय छैन, उसले जेन्युन रिजन बताउन सक्छ, तर ऊ साँच्चै नै ऊ अधीनमा बस्ने व्यक्ति छैन, उसले गनगन गर्दैन। उसले भन्छ ओके पास्टर म आउँछु, अनि त्यसको इनाम चाहिँ उसले नै पाउँछ, पास्टरले पाउँदैन। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूको प्राणको हेरचाह गर्छ। किन तपाईँहरू चाहिँ गुरुहरूको अधीनमा बस्नुपर्छ थाहा छ पास्टरहरूको? किनकि तपाईँहरूको प्राणको रक्षा गर्छ नि त। तपाईँहरूको लागि रात दिन प्रार्थना गर्छ पास्टरले, तपाईँहरूको निम्ति नै रातभरि नसुतेर वचन प्रचार गर्छ, वचन गर्छ। तपाईँहरू नै त्यो अगुवाहरूको लागि तपाईँले एटिट्युड देखाउनुहुन्छ। जो आमा बाबाले तपाईँको लागि रात दिन मेहनत गरे त्यो आमा बाबाको अगाडि एटिट्युड देखाउने भन्नुहोस् त। देखाउने एटिट्युड। म र मेरो परमेश्वर मात्रै भन्दा तपाईँको जीवनमा कहिले उन्नति हुँदैन। नम्र हुनुहोस् आफै। हरेक मानिसहरू चाहिँ नि अगुवाहरूको अधीनमा बस्नुपर्छ। अनि लिडरसिपको कन्सेप्ट चाहिँ नि मानिसले दिएको होइन, चर्चमा परमेश्वरले दिनुभएको। बाइबलले भन्छ पास्टर, अगमवक्ता, प्रचारक चाहिँ ख्रिस्टले दिनुभयो मण्डलीमा भनेको छ, ताकि मण्डली सुसर्जित बनाउनुको निम्ति। थाहा छ तपाईँलाई? परमेश्वरले तपाईँको न्याय चाहिँ मलाई माग्नुहुन्छ। अनि म यो कुरामा ढोक्कै छु, परमेश्वरले त्यो व्यक्तिको मात्रै न्याय मलाई माग्नुहुन्छ। सुन्नुहोस् है, जो व्यक्ति चाहिँ यो चर्चको अधीनमा छ, जो यो चर्चको अधीनमा छैन नि माग्नुहुन्न परमेश्वरले। प्रभु येशूलाई छोड्ने कतिजना थियो होइन, कतिले छोड्यो। अनि येशूले भन्नुभयो नि प्रभु तपाईँले मलाई जति दिनुभयो मैले गुमाएन भनेको छ। धेरैले त येशूलाई गुमाए त, छोडे त। त्यो गुमाएकोहरूको लेखा येशूले दिनु परेन। अनि राज्यको सिद्धान्त बोकेको पास्टरले नि राज्यको सिद्धान्त बोकेको पास्टरले नि तपाईँ अधीनमा आउँदै गर्दा तपाईँलाई म्यानुपुलेट गर्दैन, तपाईँलाई भिक्टिम बनाउँदैन। है सपोर्ट ल्याऊ होइन, दशांश ल्याऊ, के भन्छ पास्टरले रोपा भन्दैन। राज्यको मानसिकता बोकेको व्यक्तिले त उल्टा दिन्छ अब पास्टरले त।
मैले यहाँबाट कसै विश्वासलाई आजसम्म एक दिरा मागेको छुइनँ, तर उनीहरूले मलाई दिन्छ नि, म अनर गरेर लिन्छु अनि म उनीहरूलाई दिन्छु। म बुझ्दै हुनुहुन्छ? म दिन्छु। राज्यको मानसिकता बोकेको पास्टरले नि शोषण गर्दैन र आशिष दिन्छ। राज्यको मानसिकता बोकेको व्यक्तिलाई नि पास्टरलाई तपाईँले आदर गर्नुहोस् न, त्यो व्यक्ति अझै नम्र हुँदै जान्छ। तपाईँको जीवनमा त्यो पास्टरमा भएको अभिषेक आउँदै जान्छ। मेरो जीवनमा उन्नति भएको छ, तपाईँले देख्दै हुनुहुन्छ। यो उन्नति नि मैले मेरो क्वालिफिकेसनले कमाएको होइन। आइएम सेइङ इन फ्रन्ट अफ गड प्रेजेन्स। मैले जहिले तपाईँलाई भन्छु, क्लास 6 पढेर छोडेको व्यक्ति दुबईको यो ठाउँमा बसेर म सेवाकाई गर्दैछु। कसरी? म पढेर होइन, जानेर हो। म बोल्नु पनि जान्दिनँ थिएँ। बाइबल स्कुल जाँदाखेरि, बाइबल कलेज जाँदाखेरि पास्टरले मेरो सिफारिस दिनु मानेको थिएन। यो रोशन त फटा छ, हाउडे छ, यसले बदनाम गर्दैन चर्चको। मेरो आमाले रिक्वेस्ट गर्नुभयो, सिफारिस दियो। 37 जना बाइबल कलेजमा गएको 3 वर्षमा त 15 जना मात्रै ग्रेजुएसन भएर निस्क्यो। त्यो मध्येमा म एकजना थिएँ। कसरी सक्यो भन्नुहोस् त? बोल्नु नजान्ने मान्छे, खत्तम मान्छे कसरी सक्यो? आफूलाई नम्र बनाएको कारणले गर्दाखेरि। मलाई रिस उठ्छ, साह्रै रिस उठ्छ कोही बेला। तर एउटा कुरा चाहिँ नि ममा चाहिँ नम्रता छ कि मैले नम्रता छ भनेर आफूलाई भयङ्कर भनेको होइन, जे छ त्यो भनेको नि त होइन। अनि नम्रता भनेको चाहिँ नि, सुन्नुहोस् है, यो चाहिँ साह्रै मिसअन्डरस्टुड भएको छ। नम्रता भनेको चाहिँ नि यो होइन मेरो प्रिय, चियर हुँदा हुँदै भुइँमा बस्नु चाहिँ नम्रता होइन। कहिले हुन्छ नि कम्ती बोल्नु नम्र होइन। आज नेपालीले बुझेको थिएँ, कम्ती बोल्नु कति नम्र, चियर हुँदा हुँदै भुइँमा बस्नु नम्र, त्यो होइन नम्र। बुझ्दै हुनुहुन्छ? अरे बाइबलले भन्छ मोसा जस्तो नम्र त इजरायलमा कोही थिएन भन्छ। मोसा नै रिसाएको छ, परमेश्वरसँग रिसाउने होइन। तपाईँ जानु भने त म जाँदै जान्दिनँ। एक नहिर्का बोल मात्रै भनेको लाँडा डाङ्के डाङ गरेर हिर्काइदिने होइन। उता के अरे लड्दै गरेको दाजुभाइलाई मारिदिने, यस्तो रिसा थियो। तर ऊ नम्रको थियो भित्र। बाइबलको नम्रको डेफिनेसन अर्कै छ। बुझ्दै हुनुहुन्छ? के भनेको यो पास्टरले? कम त रिसाउँदैन त? हेलो, रिस त यसोलाई पनि चरक चरक उठ्थ्यो। अब म अन्तिममा आउँदैछु। नम्रताले तपाईँलाई उचाल्छ। दाउदको जीवनलाई तपाईँले हेर्नुहोस्। म 2 जना व्यक्तिकोबाट बोल्छु, दाउद र युसुफकोबाट। दाउद नम्र थियो मेरो प्रिय। दाउदले आफ्नो दाजुहरूले उसलाई पत्याएन, आफ्नो बाबाले पनि पत्याएन। उसलाई नि जङ्गलमा भेडा चराउनुको लागि राख्यो, कान्छा छोरालाई भेडा चराउनुलाई राख्यो। तर दाउद चाहिँ नम्र भएर बस्यो। यति नम्र भएर बस्यो दाउद मेरो प्रिय। त्यही नम्र भएको कारणले गर्दा नि परमेश्वरले दाउदलाई नि जङ्गलदेखि चाहिँ नि राजाको महलमा लिएर राखिदिनु भयो। दाउद चाहिँ नि राजा अभिषेक भयो, तुरुन्तै राजा भएन, ऊ नम्रता भएर गयो। राजा अभिषेक हुने बित्तिकै साउलको घरमा गएर चाहिँ नि विद्रोह गरेन। मलाई राजा बनाएको होइन, खोइ त मलाई राजगद्दी भनेन, विद्रोह गरेन। उसको आत्मिकी भाव साउल विद्रोही थियो, दुष्ट थियो। बाइबलले भन्छ साउलबाट त भूत आत्मा निस्किन्थ्यो भनेको छ। के निस्किन्थ्यो? तर नि बाइबलले भन्छ दाउदले साउललाई आदर गरि नै रह्यो भन्छ। यस्तो दुष्ट थियो साउल, तर दाउदले साउललाई आदर गरि नै रह्यो, आदर गरि नै रह्यो। साउलको प्राण त दाउदको हातमै थियो। दाउदले भन्छ, यी तपाईँको प्राण मेरो हातमै छ, हेर्नुहोस्, तर पनि म तपाईँलाई मार्दिनँ, किनकि तपाईँ अभिषेक त जन हुनुहुन्छ। ऊ दुष्ट थियो। परमेश्वरले उसलाई इन्कार गरिसकेको थियो। तर एउटै कुरा चाहिँ दाउदले जानेको थियो कि मैले आदर गर्नुपर्छ। दाउदको डिएनएमा चाहिँ आदर भन्ने कुरा थियो कि दाउदलाई कसैले सिकाएन। तर दाउद जब प्रभुको उपस्थितिमा बस्ने थियो, आदर गर्ने कुरा चाहिँ उसमा जन्मन थाल्यो। जब येशू ख्रीष्ट जस्तो भएर येशू ख्रीष्टको वचनमा हिँड्छौँ नि, एउटा व्यक्तिले साँच्चै म येशूबाट जन्मेको भन्छ नि, उसमा आदर हुन्छ। युएको नागरिकता जन्मिने बित्तिकै बढ्दै जाएपछि नि उसको डिएनएमा नै नि यहाँको राजालाई आदर गर्नुपर्छ भन्ने कुरा बसिसकेको हुन्छ। मार्नु खेद्दा पनि दाउदले आदर गरि नै रह्यो। बाइबलले भन्छ साउल मर्दाखेरि दाउद रुयो, कराए भन्छ।
त्यो त राजाको कुरा। आफ्नै छोरा अब्सलोमले चाहिँ दाउदलाई मार्नु खेद्दैछ, भाग्दैछ, ओडारतिर भाग्दैछ, जङ्गलतिर भाग्दैछ, प्राण बचाउँदैछ। बाइबलले भन्छ दाउदले त यति साह्रो एक्टिङ गर्नु पर्यो आफूलाई बचाउनुको लागि कि बौला जस्तो भएर पनि हिँड्नु पर्यो भनेको छ। रियाल चुहाएर बौला जस्तो मारिदिई पो हाल्छ कि बौलाको नाटक गरेन भने त मलाई मारिदिन्छ भनेर बौलाको नाटक गरेको छ। यति साह्रो तल ल्याएको छ। उसले चाहेको पनि उसले मार्नु सक्थ्यो, साउलाई पनि मार्नु सक्थ्यो, अब्सलोमलाई मार्नु सक्थ्यो। तर जहिले आदर गरे आफ्नो छोरालाई पनि। छोराले विद्रोह गरे, बाउ मलाई माथि गएर सियोनमा गएर मलाई आराधना गर्न दिनुहोस्। सियोनमा गएर बाउको विरुद्धमा खडा भयो। तर पनि दाउदले नै विरोध गरेन, दाउदले आदर गरे आफ्नै छोरालाई पनि। मेरो जीवनमा यस्तो कुरा धेरैचोटि भएको छ। मैले एउटै कुरा सिकेँ, उनीहरूलाई आदर गर्न। म मेरो विद्रोही भएर गएँ तर पनि मैले उनीहरूलाई आदर गरेँ। अनि आज उनीहरू त मसँग छँदैछ, परमेश्वर आज मेरो नजिक हुनुहुन्छ। बाइबलले भन्छ दाउदलाई त्यत्तिकै मेरो हृदयको मानिस भनेको होइन नि, आदर गर्न सिकेको कारणले गर्दा। त्यही कारणले गर्दा बाइबलले भन्छ येशू ख्रीष्टको जन्म चाहिँ दाउदको वंशावलीबाट भयो भनेको छ। वाह, कस्तो दामी कुरा होइन। अनि अर्को व्यक्ति युसुफलाई नि आफ्नो दाजुहरूले बेचिदिएको, खाल्टामा हालिदिएको, खाल्टाबाट निकालेर इस्माइलीहरूको हातमा बेचिदिएको, झेल खाना जानु परेको। उसले त आफ्नो दाजुहरूप्रति त तिक्तता बोक्नु पर्ने थियो होइन र? अफेन्स बोक्नु पर्ने थियो होइन र? विद्रोह गर्नु पर्ने थियो होइन र? तर जहिले आफ्नो आमा बाबा र आफ्नो दाजुहरूलाई आदर गरिरह्यो। बाइबलले भन्छ जब मिश्रमा र सारा देशमा अनिकाल भयो नि, त्यति बेला हेर्नुहोस् त युसुफको हृदयमा आफ्नो बाबा र आफ्नो दाजुहरूप्रति आदर भएको कारणले गर्दा नि आफ्नो दाजुहरूलाई माया गरिरह्यो। बाइबलले भन्छ जब मिश्रमा खानेकुराहरू थियो र जब दाजुहरू युसुफको 10 जना दाजुहरू जब मिश्रमा आए नि, युसुफले आफ्नो दाजुहरूलाई चिनियो भनेको छ। बाइबलले भन्छ युसुफ चाहिँ नि भित्तामा गएर गुवा रुको छ भनेको छ आफ्नो दाजुहरूलाई देखेर। भनेन कि भेट्टिस अब तँलाई म यहीँ थुन्छु, तैँले मलाई बेचेको होइन, मलाई सानैमा मेरो बाउदेखि अलग गरेको होइन, मैले तँलाई सपना भन्दै गर्दाखेरि तँलाई गाह्रो परेको नि, त्यो सपना पुरा भयो त? ढोक भनेन। तर उनीहरूको असफलतामा युसुफ रुएको छ। भित्तामा गएर रुको छ। जहिले आफ्नो दाजुलाई माया गर्यो, आदर गर्यो, आफ्नो बाउलाई आदर गर्यो। त्यो आदर गर्दै गर्दा ऊ छेक्के तापनि, ऊ लुक्किए तापनि, ऊ बेचिए तापनि नि परमेश्वरले नि त्यो व्यक्तिलाई चाहिँ माथि राजाको स्थानमा राखिदिनु भयो। दाजुहरूले सोचेको थियो होला यसको सपनामा कसले पुरा गर्छ, यसले ठुलो ठुलो सपना दिन्छ, हेरौँ कसरी यसको भिजन, हाउ हिज भिजन विल बी फुलफिल्ड। हेलो, तपाईँको भिजन नि तपाईँको साथीहरूले पुरा गर्दैन, तपाईँले देखेको दर्शन परमेश्वरले पुरा गर्नुहुन्छ जब तपाईँ इमानदार भएर हिँड्नुहुन्छ, जब तपाईँ आदर योग्य भएर हिँड्नुहुन्छ। तपाईँलाई विरोध गर्नेलाई जब तपाईँले माया गर्नुहुन्छ, तपाईँलाई विरोध गर्नेलाई जब आदर गर्नुहुन्छ। तपाईँलाई थाहा छ यो चर्च बढ्नुको कुरा जति शत्रुले योजना गर्दा गरे तापनि नि मानिसले यो चर्चलाई बन्द गर्नु खोजेको होइन कि शत्रुले हो मानिसलाई प्रयोग गर्नु खोजेको। किन बन्द भएन थाहा छ? जब म यो चर्च छोडेर असलगोटाले चर्च छोडेर म एउटा काम गरेँ। म मेरो परिवार गएर मेरो नानी गएर देखा पास्टर बुवालाई भने, पहिला पनि मैले भनेको थिएँ, फेरि पछि गएर भने पास्टर बुवा घोडामा टेकेँ मैले, हाम्रो लागि फेरि पनि एकपल्ट प्रार्थना गरिदिनुहोस्, हामी आशिष चाहन्छौँ तपाईँबाट। उहाँले प्रार्थना गरिदिनु भयो। नम्रहरूले पृथ्वीलाई अधिकार गर्छ भनेको छ बाइबलले। धन्य नम्रहरू हो, तिनीहरूले पृथ्वीलाई अधिकार गर्छ भनेको छ। यो त झल्को मात्रै मेरो प्रिय। म 41 वर्ष पुग्दैछु, 80 वर्ष उमेरमा परमेश्वरले मलाई कहाँ लानुहुन्छ यदि म यही अनुसार चले पनि। तर यो अनुसार चलिन र घमण्डी भने परमेश्वरले मलाई निकालिदिनुहुन्छ एकचोटमा। परमेश्वरको अगाडि एटिट्युड परमेश्वरलाई मन पर्दैन। युसुफले नि आफ्नो दाजुलाई प्रेम गर्यो, अँगारो हालेको छ, माया गरेको छ, घरमा बोलाएको छ, सबैलाई लिएर आएको छ। हेर्नुहोस् त, त्यो कारणले गर्दाखेरि नि युसुफलाई नि परमेश्वरले माथि राख्नुभयो। व्यवस्था 28 त्यति बेला पुरा हुन्छ मेरो प्रिय, जब तपाईँ आदर योग्य जीवन जिउनुहुन्छ। प्रस्थानको पुस्तक 20 अध्यायले भने नि होइन,
तिम्रो आमा बाबालाई आदर गर्छ भने नि परमेश्वरले तिमीलाई दीर्घायु दिनुहुन्छ, तिमी बसेको ठाउँमा परमेश्वरले उन्नति दिनुहुन्छ भनेको छ। You want to live a thriving life? You want to live a prosperous life? You want to live a victorious life? Living on a victorious life is not praying every time. Living in a prosperous life is not having fasting every time. Fasting, प्रार्थना त प्रभुलाई नपाउने व्यक्तिहरू नि बस्छ। तर परमेश्वरको राज्यमा उन्नति गर्नको निम्ति, थ्राइभिङ जीवन जिउनको निम्ति, भिक्टोरियस जीवन जिउनको निम्ति उहाँको राज्यको तरिका अनुसार चल्नुपर्छ। त्यो तरिका मध्येमा एउटा चाहिँ आदर गर्नुपर्ने। अरू धेरै आउनु बाँकी छ। आउनुहोस् हामी खडा हुने बेला प्रभुलाई भन्नुहोस्, प्रभु मेरो व्यक्ति, मेरो